Hey guys, namaste. Welcome back to my channel. This is me Divya Bania. I'm here for a new video later. So guys, अहिले चाहिँ बिहानको 7:30 बजिरहेको छ र अब म चाहिँ पसल जान आँटेको र मैले टक्क कपाल पनि बानिसकेँ। अब म पसल जान आँटेको पसल जामै। एभ्रीवन, आजको मौसम चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ। So guys, पसल जानु भन्दा अगाडि चाहिँ मैले एक गिलास पानी खाएँ। गाइज अहिले चाहिँ म पसल जाँदैछु, हेर्नुहोस् कस्तो घाम छ। अब जामै। सो गाइज मैले चाहिँ बिस्कुट पनि लिइसकेँ। मैले चाहिँ एउटा टेस्टी, एउटा ओरियो र एउटा पाइनएप्पल बिस्कुट लिएँ। अब म फेरि घर जान्छु। बच्चे घर पुगे। सो गाइज मैले चाहिँ लुङ्गी ड्रेस लगाएको छु अनि मलाई कस्तो देखिरहेको छ लुङ्गी ड्रेसमा कमेन्ट बिलो है। अनि म चाहिँ आज टिकटक र फोटो खिच्नको लागि लुङ्गी ड्रेस लगाएको र मैले मेरो टिकटक आइडी यहाँ दिएको छु, गएर फलो गरिदिनुहोस् है, अनि लाइक पनि गरिदिनुहोस् र मलाई कस्तो देखिरहेको छ कमेन्ट बिलो। सो गाइज म चाहिँ भर्खर सुतेर उठेको नि आज हेर्नुहोस् न कस्तो घाम लागिरहेको छ। हेर्नुहोस् गाइज कस्तो चर्को घाम लागिरहेको छ होइन। अहिले चाहिँ 1:30 बजिरहेको छ। हाम्रो चर्को घाम लागिरहेको छ, हेर्नुहोस् न। र अब चाहिँ म चाउचाउ बनाउन आँटेको। सो गाइज अहिले चाहिँ म पसल जाँदैछु चाउचाउ लिन। अब जामै। गाइज पसल बन्द छ, यस्तो घाममा हिँड्दै आएको हेर्नु न, पसलै बन्द छ। सो गाइज अहिले चाहिँ साँझ परिसक्यो, 7 बज्यो र मुन हेर्नुहोस् न कति राम्रो देखिरहेको छ। अनि चराहरू पनि कराइरहेको छ। अब अहिलेको मौसम चाहिँ यस्तो छ। सो गाइज अहिले चाहिँ साँझ परिसक्यो, 7 बजिसक्यो र सो गाइज अहिले चाहिँ सनसेट पनि भइरहेको छ। सो गाइज म चाहिँ ट्युसनबाट नै आइसकेँ र अब चाहिँ म भ्लग इन गर्छु यहाँनिर। हजुरहरूलाई मेरो भ्लग कस्तो लाग्यो कमेन्ट बिलो है, अनि कमेन्ट गरिदिनुहोस्। बाई बाई।